पनि हजुरले महसुस हुन्छ भने एकदम वेलकम छ। हामी तयार छौँ पठाउन। हामी एउटा सानो रजिस्ट्रेसन गर्नुपर्छ। रजिस्ट्रेसन गरेर हामी तपाईँको बच्चाहरूलाई अगाडि बढाउन चाहिँ तयार छौँ भन्दै यहाँबाट सम्पूर्ण महानुभावहरूलाई यस कार्यक्रममा पुनः स्वागत गर्दै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद हाम्रो रोम ज्ञानीज्यूलाई। उहाँले हाम्रो स्कुलको वार्षिक प्रतिवेदन त प्रस्तुत गरिसक्नुभयो। उहाँले भने जस्तै उहाँ पनि यस स्कुलमा हामीलाई शिक्षकलाई मात्रै धेरै काम गरौँ भनेर भन्नुभयो। यो पटक्कै होइन, उहाँको जति लगाव यो स्कुलमा कसैको पनि छैन। र त्यसै गरी म एउटा अनुरोध गर्न चाहन्छु फेरि पनि, अब हाम्रो पालाको जसरी विद्यार्थीलाई मेन टिचर भएर हकानी दबाउने गरेर बच्चालाई कन्ट्रोल गर्न त पटक्कै सकिँदैन। तर म अभिभावकज्यूहरूलाई एउटा के अनुरोध गर्दछु भने आफ्नो बच्चालाई एकचोटि अलिक शान्त बनाइदिएर त्यो हलुवाईबाट पनि हामीलाई कन्ट्रोल गर्नुहोस् भनेर सुझाव आएको भएर एकचोटि बच्चाहरू कता छन् त्यो पनि हेरिदिनु होला प्लिज। र यसै गरी म हाम्रो कार्यक्रमलाई अगाडि बढाउनको लागि हामीसँग अर्को प्रस्तुति लिएर आउँदैछु। अर्को प्रस्तुति छ हामीसँग एकदमै हँसाउने हास्य नृत्य, र जसको लागि आउँदैछन् हाम्रा यस स्कुलका विद्यार्थी दुईटा छोरीहरू सुमिना छापागाई अनि सुश्री ओझा। म सुमिना र सुश्रीलाई यस मञ्चमा आएर आफ्नो हास्य नृत्य प्रस्तुत गर्नको लागि अनुरोध गर्दछु। साह्रै नै रमाइलो प्रस्तुति गएका छन् हाम्रा बहिनीहरू सुमिना र